सबैजना युट्युबर निस्किया छ अनि कसलाई चाहिँ सपोर्ट गर्ने त हो है। कन्फिडेन्स लेभल बढाऊँ भनेको गाइज। यसलाई चाहिँ छोरी बनाएर राखेको के मैले। लासो साथीहरु नमस्ते, वेलकम ब्याक टु माई च्यानल दीपिका ब्लग्स। फेरि पनि स्वागत छ हजुरलाई मेरो नयाँ भिडियोमा। आज चाहिँ हजुरहरु सन्चै हुनुहुन्छ होला। म चाहिँ हामी ठिक छौँ भन्न मिलेन। मेरो छोरोलाई चाहिँ खोकी लागेर रातभरि खोकेर हैन, अस्ति मेडिकल लगेर दबाई त लिएर आएको थियो कि, तर खै के भयो फेरि रातभरि खोक्न थालेर बिजोग भइरहेछ। बच्चा बिरामी भएपछि यस्तो टेन्सन हेर्दैन। अस्ति 3 दिनसम्म रात दिन नसुतेर रोक्कोरै गरेर बल्ल बल्ल ठिक भएको थियो यार। फेरि खोकाइले टेन्सन दियो मेरो राजालाई। छोरो आज त्यसै स्पेसल त केही छैन, त्यही नि यसो मोबाइल तेर्साइदिएको नि। अन्त आमा कहाँ गयो? आमाई खाना हुन्छ। बारीमा मान्छेहरूले यहाँ बदेल आउला भनेर यस्तो टङ्ग्याइसकेको छ। आजको मौसम हेर्नु न, ठिकै छ आजको। त्यति पानी परेको पनि छैन, पनि छैन, घाम धेरै पनि छैन। त्यहाँ हाम्रो आमा घुम्न जानु पर्यो साथीहरू, मासतिर, टोलतिर, गाउँतिर। घरमा बस्दा अल्छी लाग्यो। एक्लै कहाँ जाने होइन, माथि टोलतिर त्यहाँतिर जाने। अब टाढो घुम्न जानु सकिन्न खरे, बर्खा नि लाग्यो। यसो हिँडेको एक्लै। साथी त उहिले खाइहाल्यो त, अनि को हुन्छ र मेरो साथी? कस्तो मासुला खुट्टा गल्छ, त्यस्तै खुट्टा काँधमा अल्झाएर जानु पर्ला जस्तो। मलाई के होइन, यो मोबाइल नठडाइन्जेल चाहिँ भिडियो बनाउने अल्छी लाग्छ, कस्तो झ्याउ लाग्छ, कस्तो लाग्छ है। जब मोबाइल ठडाइसक्छ नि केही लाग्दैन के। भिडभाड भयो भने चाहिँ अलिक नर्भस त भइहालिन्छ नि। मोबाइल ठडाएपछि चाहिँ त्यस्तो केही नलाग्ने के, बोल्न मन लाग्ने, कन्फिडेन्स लेभल बढाऊँ भनेको गाइज। के होला जस्तो छ। सबैजना युट्युबर निस्किया छ अनि कसलाई चाहिँ सपोर्ट गर्ने त हो है। धेरैभन्दा धेरै नै अहिले युट्युबर छ क्या। अनि के लाग्छ भने त्यो 2000-3000 सब्सक्राइबरहरू हुन्छ नि, उनीहरूलाई हेर्दा चाहिँ उनीहरूले भिडियो कन्टिन्यू गर्छ नि त। अनि आफूलाई नि कस्तो आनन्द लाग्छ, भर्खरको युजरहरू त रहेछ, म नि कन्टिन्यू गर्न सक्छु, उनीहरूले सक्छ भने म सक्दिनँ जस्तो लाग्छ है। अनि फेरि कन्टिन्यू त नसक्ला कि, अप्ठ्यारो लाग्ला कि, के गाह्रो होला कि जस्तो लाग्छ। अनि तर चाहिँ अप्ठ्यारो होला कि भन्ने भन्दा नि म सक्छु भन्ने चाहिँ आत्मविश्वास चाहिँ छ क्या फेरि ममा। म सक्छु, म गरेर देखाउँछु भन्ने चाहिँ। हेरौँ कहाँसम्म पुगिन्छ होइन, केसम्म भइन्छ। हेर्दै जाँदा थाहा पाइहाल्छ नि होइन साथीहरू। पसिना हेर्नु साथीहरू, मेरो नाकमा अलिकति उकालो हिँड्दा पनि यस्तो पसिना आउँछ यार। गरी खान्छ त मैले, खाँदैन नि। उकालो चढ्न भनेपछि मरेको जुनी हुन्छ यार बाबा। बरु ओह्रालो फुरुङ चल्दिन्छु म यार। तर उकालो चढ्ने औषधि पाए त म त खान्थेँ।
ड्याङ्ग लाएर होइन साथीहरू। म तपाईँलाई यहाँको नजारा देखाउँछ है त। रमाइलो छ वातावरण त, शीतल। अनि यहाँ चाहिँ घाङघुङ बढी आवाजहरू आउँछ, तर हाम्रो उतापट्टि चाहिँ एकदम सुनसान के शान्त वातावरण छ क्या। यता चाहिँ त्यो गाडीहरू धेरै चल्ने, अनि त्यही भएर धेरै हो हल्ला हुन्छ क्या। अनि उतापट्टि त हुँदैन, त्यही खोला बजेको सुन्ने हो, खोला बजेको सुनेर बानी परिसक्यो, त्यस्तो केही लाग्दैन। यता चाहिँ झाउझाउ बढी क्या, अलिक शान्तिले बस्छु भन्दा पनि नपाउनु। हाम्रो उता त ओहो शान्त। त्यो साथीहरू फेरि उकालो लाग्नुपर्ने हुन्छ क्या, त्यही भएर यहाँ थकाइ मारेर बसेको म। फेरि उकालो लाग्नु पर्यो। फलामको जस्तो लाग्यो होला भन्नुहुन्छ, यस्तो सिमेन्टहरूको पो लागेको छ। अरू भन्दा नि बच्चाहरू यसो हिँड्दाखेरि होइन हुन्छ नि त। सुनसान रहेछ यार अहिले त, कोही मान्छेहरू नि छैन रहेछ, एकदम शान्त भएछ नि यहाँ पनि। पसलतिर जानु पर्यो साथीहरू, आमालाई केही ठग्न पाउँछ कि होइन खानेकुरा। पसल लाग्यो। यसमा के ऐना किन नहाल्यो होला अहिलेसम्म? ऐना हाले भए त छिटो छिटै होइन, किन नहाल्यो अहिलेसम्म? कुन पसलमा होला भन्ने पो पिर लाग्यो त हो। जान्छु म, के खुवाउँछ हेरौँ। कुल्फी साथीहरू, कुल्फी खान आउनुहोस्। हामी कुल्फी खाँदै हिँडिरहेछौँ गर्मीमा। गर्मीबाट हुन चाहनुहुन्छ फेरि बजारमा आइसक्यो कुल्फी जो है। आसेवा यसलाई चाहिँ छोरी बनाइराखेको के मैले साथीहरू। ए पैया गर त मलाई लु, पैया फेरि नि पैया। भयो भयो भयो, अब गर्नु हुँदैन है। नाकमा सिगान आएछ तिम्रो, यता हेर त। जति पछि पनि सिगान आएछ। सिना गर न, आफैले सिन गरेर ऊ त्यहाँ गएर सिगान सम्झी परिरहेको ऊ त्यहाँ भिडियो बनाएको हामी भन। ए होमवर्क जिनीमा आयो ए पाइया गर ल मलाई, पाइया गर, पाइया गर, पाइया गर। अब हुँदैन ल साथीहरू, आजको भिडियो चाहिँ यता इन गर्छु होइन। जसले अन्तिमसम्म हेरिदिनु भयो मिठो कमेन्ट छोडिदिनु होला।